हेलो नमस्ते स्वागत छ आजको मेरो भिडियोमा फेरि पनि। आज चाहिँ म तपाईहरुलाई एउटा यस्तो कुरालाई देखाउन गइरहेको छु, सुनाउन गइरहेको छु। तपाईहरुले हेर्न सक्नुहुनेछ हाम्रो देशको केही गाउँको नेताहरू के गरिरहेको रहेछ, के गरेको रहेछ, यो कुरा तपाईहरुलाई देखाउने छु। प्लिज हाम्रो युट्युब च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहोला। अनि तपाईहरुको माझमा म यस्तै किसिमको भिडियोहरू लिएर आउने छु। प्लिज लाइक, कमेन्ट, शेयर। अरु कुरा छोड्दै एकछिन हैन यता सुन्न सामाजिक भइरहेको हामीले केही यता सुन्नु एकछिन तपाईँ डिभाइडले तुरुन्त आएको वाले स्कुल गर्नु रोक्ने भने रोक्ने भने कोले वडा अध्यक्ष भाइ डिभाइड ग्रुपमा सन्ताइ बन्ने होसेर मात्र हुँदैन आधी घण्टाले बोल्नुहुन्छ के तर बोलेको कुरा चाहिँ उ हुँदैन के तपाईहरु हेर्नुस् न त्यसरी एउटा कुरा सुन्नुस् नरेन्द्रको र चन्द्रको जनता होइन हामी चाहिँ हामी चाहिँ के छ नम्बरको मान्छे होइन। मेरो कुरा चाहिँ एउटा हाइड्रोले मलाई चिठी पठाएको छ यो अब पोलको बारेमा हामी यहाँबाट अब केही खोज्ने बानी नि यो सानो सानो पोलको तुरुन्त देशमा आएपछि खाली तुरुन्त गर्ने सुरुइदै खोज्दै सबैले बोलाउनु सबैले खोज्दै जाऊ निवेदन पनि मैले यो गर्न के हामी चाहिँ कुरा हुन्छ पहिले पढ्नु कुरा चाहिँ देशको काम हो कि देशले बोलाउनु नि देशले काम गरे चाहिँ वडा अध्यक्षले किन अहिले यो हामीले गरिरहेको काम चाहिँ किन खोजिरहेको छ हामी सहमति भन्छ हामीले ल्याउँछौँ त त्यो पोल कसले खनायो कसले गरेको भन्ने चाहिँ के उहाँको चाहिँ खोज्दै सानो पोलको पनि खोज्नु न यो सत्य हो कि होइन निश्चित के सत्य गर्दै क्लियर गर्नुपर्छ क्लियर नगरी हुँदैन के गरेको छु 6 नम्बरलाई पनि भुलिदिन सक्छ तर तत्काल के हो भने आजै नेपाली सिलेक्सन पास पनि लाग्यो तुरुन्त वाले हस्ताक्षर गरेर तुरुन्त हुँदैन भने याङदेङले फ्रीमा आज यहाँदेखि त सिङ्गल सर्किट त्यो के दियो प्रस्ताव पारित भएन भइराखेको के भन्नुभयो सिधै हो के पकललाई के भन्नु राति भन्नुहोस् यो तारको छाडे तारमा झर्ने के फुली जान्छ देखि ले तपाईले भन्नुभएको मलाई नै भन्नुभएको त्यत्रो ठुलो लाइनको पानी छ भने यत्रो फुल छ भनेर भन्नुभएको हो कि हैन त्यो त हो नि त भनेको रहेछ तपाईले भन्नुभएको त भनेको रहेछ त नि सुन्नुस् है अब बुद्धिमानलाई फर्काउनु भएको छ त बुद्धिमानलाई पनि यी हुनुहुन्छ हो बुद्धिमान के भन्नु भन्नु त के थर्काए मैले भन्नुस् न 33 के बुद्धिले फर्काए भनेको तपाईलाई हेर्देको जस्तो लाग्छ भने तपाई यो आसपासमा छयङमै गएर मिटिङ बसौं हैन त्यही हिसाबले हो भने ठीक छ खिच्चागिरी गर्नुपर्ने हो त्यो पनि वालेङ्गेसँग वालेङ्गेले थर्कायो भन्नुहुन्छ कि तपाईहरुको घमण्ड छ अलिकति के सरकार चुनीभरि सरकार हो भने ठीक छ तर हैन 4 वर्षसम्म अशोक बोलेको छैन है तर पोल कसले यसरी चाहिँ अब के पोलको यो खर्चा खाँदै छ भनेर उहाँले एकदम भन्नुभयो त्यतिखेर मैले भने मलाई पनि थाहा छैन हौ तपाईलाई किन थाहा छैन जन्म पनि थाहा छैन अहिले यसमा त स्पष्ट छ नि म बोल्छु अहिले यसो कुरा मैले बोल्नु पर्ने बाकी चाहिँ आज त अनि मैले के भने भने लु अशोक आज त हुन्छ के नाम अशोक के छैन भोलि बेलुकासम्म जसरी तपाईकै ओभरमा हो तपाईको ओभरमा नबस्दाखेरि तपाईको नाक दुख्यो कि यता सुन्नु है त्यो विषयमा ल तपाईलाई सोध्नुभन्दा पहिले जिरो देखि अशोकले होइन सबै खुन तातिन्छ अशोकले नभए अहिले तपाईले भर्खर बजेटिङ गर्नु पर्थ्यो अब स्वादभानसम्म ट्र्याक ओपन हुने सत्य हो कि होइन कसम हो कि होइन भइसकेको अब उले गर्दियो भन्ने कुरा तपाईको उहाँले चाहिँ गर्दियो उहाँले भन्नुभयो यो खालताकै विषय त्यसो भएकोले त्यो विषयमा बुद्धि बुढोले सोध्नुपर्छ कि अशोकले सोध्नुपर्छ यो आइडु के भएको हो केटा हैन म सोधेम दिपसम्म मलाई सोध्नु नाक दुख्यो हैन नरेन्द्र मैले सबै बताउँथे हो सत्य कुरा हो कि हैन जिरो देखि आइडुलाई मैले सर्वेदेखि सघाएकोले गर्दाखेरि मलाई काम दिन्छ र मैले केही गरी खान्छु भनेर आशाले केही हुन्छ कि भनेर मैले गर्दैछु भने जिरोदेखि मैले सहयोग गर्दा म कुदिरहेको छु मलाई सोध्दा के हुन्छ भनेर
नाक दुख्छ नि त उसले घुस आउँदैन ऊ त अब अशोक आयो भने त गरी खानु पाउँदैन भनेर अशोक आइरह्यो भने त ऊ खसी खुवाउँछ बियर खुवाउँछ उसलाई दुध खुवाउँछ नि त त्यही भएर कर्मचारीले बोलाउनु पर्यो कति के यहाँको जनता छैन बस्यो भने त दिँदैन तपाईँले लिनु भएको भएको त्यो अहिले मनि भनेको पनि छ अरे यसको उहाँले भन्नुभयो कि कुन कुन ल एकचोटि पोललाई खनाएर उहाँले भन्नुभएको छ तुरुन्त लिएर आउनुपर्छ त्यो पनि मान्छे होइन होइन म थर्काउँदिनँ के आउँछ क्या ठेक्कामै पनि पाउँछ क्या त्यस्तो पोल उठाउन पनि पाउँछ क्या मैले नि त्यही भएर गाउँमा ऊ दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई राखेर उहाँहरूलाई थर्काउने कर्मचारीले थर्काउने कामदारले थर्काउने अध्यक्षले नसोधी कसले काम गर्यो फोन रेकर्डसम्म खोज्नुपर्छ है नडराई भन्नुहोस् हामी कसले गुनासो गरे निवेदन एकछिन त ल होइन ढिनाजु हुनुहुन्छ अध्यक्ष लगायत भन्छ बिराउनु कोही छैन तपाईँलाई थाहै थिएन अहिले कसै टोल अध्यक्ष छैन मैले तपाईँहरूलाई डोमिनेट गरेर मैले त्यो गर्न खोजेको होइन होइन आजसम्म भयो ल त्यसो भए तपाईँको रमाइलो काममा त क्षति तपाईँले भोलि तिर्नु सक्नुहुन्छ अहिलेसम्म यो बिजुलीले क्षति भएको चाहिँ तिर्नु भयो त्यो पोल खोज्दा क्षति भएको त तपाईँले तिर्नुभयो त्यस्तो कुरा त हामीलाई सिकाउनु पर्दैन कि कतै हुँदैन अहिले छुन्छ पेटी ठेकदार त म पनि हो भाङ्रे कन्स्ट्रक्सनमा बल्ल बल्ल यसो हाम्रो भिडियोलाई के कस्तो लाग्यो लाइक कमेन्टमा भन्नुहोस् केही तपाईँहरूको गाउँतिर पनि यस्तै कुराहरू भइरहेको छ यदि हो भने अब के गर्नु देशको नेताहरू ठाउँअनुसार यस्तै होला होइन अब हाम्रो युट्युब च्यानलमा भन्नु होला केही भन्नु मन लागेको कुराहरू अनि आजलाई हाम्रो भिडियो हामी यही राख्छौँ सबैलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर हाम्रो च्यानलमा जोडिनु होला हामी यस्तै नयाँ भिडियोहरू लिएर आउनेछौँ तपाईँहरूको माझमा आजलाई बिदा चाहन्छौँ हामी अर्को भिडियोमा भेट्नेछौँ हस् त धन्यवाद